यो म एउटा के सानो कुरो देखाइरहेको छु होइन के हो भन्दा चाहिँ इन्ची टेपको विषय हेरेर इन्ची टेप चाहिँ अब यो बढाइहरूलाई जति पनि मिस्त्री गर्नेलाई कस्तो प्रकारले गर्ने के गर्ने भन्ने कुरा चाहिँ म अब देखाइरहेको छु होइन कसरी हुन्छ भन्दा चाहिँ अब यसको एउटा कुरो के छ भने यहाँनिर हेर्न जस्तै यो 16 र यहाँनिर 3 लेखेको यो त मिटर सबले 3 मिटरको हो भनेर जानिन्छ। यो माथि 16 चाहिँ के हो यो चाहिँ फेरि 16 भन्नु अनुसारले यो चाहिँ कसैमा चाहिँ 19 पनि लेखेर आएको हुन्छ 19 पनि लेखेर आएको हुन्छ 16 19 लेखेर आएको हुन्छ। यसको चाहिँ अब के हो यो 16 को चाहिँ कति कुरालाई थाहा पनि होला कतिलाई थाहा छैन होला होइन प्रायः जस्तोलाई थाहा छ होला प्राय मतलब अब 100मा यो यस्तै 30-40%लाई थाहा छैन होला यो कुरा लिएर होइन। यसको चाहिँ के हो भनेर भन्दा चाहिँ म बताइदिन्छु। अब यो इन्ची टेप भयो मैले इन्ची टेप जस्ट निकालेँ यसबाट तानेर र यहाँ मैले लक गरेँ होइन। अब अघि मैले भन्दै थिएँ तपाईँहरूलाई 16 भनेको चाहिँ के हो भनेर यो जुन चाहिँ यो छ यो सेतो यो यहाँदेखि लिएर यहाँसम्म चाहिँ यो 16 mm हो। यसको चाहिँ यो सेतो चाहिँ डल्लै टोटल यस्तो सेतो चाहिँ 16 mm हो। त्यो 16 लेखेको 16 mm कसैमा 19 लेखेको हुन्छ 19 mm को भयो त्यो तपाईँको त्यो बुझ्नु हुँदैछ कि। अन्त अब यो चाहिँ जस्तो कि यो मैले यहाँदेखि हालेपछि यहाँ माथि 0 भयो यो माथि 0देखि नि यहाँ 1 भयो यो 1 सम्मको सुतको विषय लिएर चाहिँ म तपाईँहरूलाई लेखेर देखाउँछु। अब कस्तो प्रकारले लेखेर हेर्नु सुतको माने चाहिँ के हो। अब इन्ची टेप मान्छेले त सर लायो सरै तानेर नाच्छ यति इन्ची 9 इन्ची कसैले होइन 8 इन्ची भन्छ बस सकिगयो नि त यो। तर यसको भित्रभित्र चाहिँ सुतको बारे क्या यसको भित्रभित्र चाहिँ सुत कस्तो छ सुत कसरी हुन्छ सुत कतिको लेख्नुपर्छ। अब त्यो सुत लेख्दाखेरि चाहिँ त्यो चाहिँ म अब तपाईँलाई देखाउने छु कोरेर म मजाले देखाउने छु होइन। यो हेर्नुहोस् अब यो कोरेर म देखाउने छु म भिडियो दिन नगरिकन तपाईँहरूलाई यसको लागि चाहिँ अब म बारेमा बताउने छु ल। यसको उयो त बताइदिइहालेँ मैले यसको जुन चाहिँ यो 16 र 19 को त यो चाहिँ mm हुन्छ। यो चाहिँ जस्तो सेतो यो हामीले तान्छौँ नि यो चाहिँ mm हो। यो चाहिँ मेरो चाहिँ 16 mm को रहेछ कसैको 19 mm को आउँछ सेतो फुल भरि चाहिँ 19 mm हो 19 mm को र यो 3 मिटरको हो यो 3 मिटरको र 19 mm को फिता छ यो भित्र यति चाहिँ यो अब तपाईँले बुझ्नुहोस् होइन। अब अरू चाहिँ म यो कोरेर देखाउँदैछु है ल। यो मैले अलरेडी कोरेर राखेको मतलब तपाईँको इन्ची भित्रको सुतको हिसाब 1 इन्ची भित्रको सुतको हिसाब तपाईँले यहाँ देख्नुहुँदैछ 0 हो 0 to 1 0 to 1 भनेपछि 1 इन्ची यो भित्र अब सुतको हिसाब आयो। तपाईँले सुतको हिसाब गर्दा चाहिँ तपाईँले यो सुतको देख्नुहुँदैछ जुन चाहिँ यो सुतको यो 1.8 को तपाईँले हुँदैछ 1 सुत होइन जस्तै 1 सुत भयो 1.8 को त्यहाँबाट आएर तपाईँको 1.4 को देख्नुहुँदैछ यो 2 सुत होइन। त्यस्तै प्रकारले यो देख्नुहुँदैछ 3.8 को देख्नुहुँदैछ त यो 3 सुत होइन। अब यो जस्तै यहाँ आयो हेरिहाल्नुहोस् यहाँ आयो हो 1.2 को 1.2 को चाहिँ तपाईँको 1.2 को भनेको चाहिँ 1.2 चाहिँ तपाईँको हाफ इन्ची 4 सुतलाई यसलाई 4 सुत भनिन्छ 4 सुतलाई चाहिँ हाफ इन्ची भनेर अहिले सबले भनिन्छ हाफ इन्ची होइन 4 सुतमा चाहिँ हाफ इन्ची आयो तपाईँको 4 सुतमा हाफ इन्ची 4 सुतमा हाफ इन्ची कसरी आयो भन्दा चाहिँ यो टोटल यो कोठाभित्र चाहिँ तपाईँको कोठाभित्र चाहिँ टोटल तपाईँको कति हुन्छ भने नि टोटल कोठाभित्र चाहिँ तपाईँको 8 सुतको तपाईँले 4 सुतमा आएपछि चाहिँ यो हाफ इन्ची हुन्छ होइन हाफ इन्ची भयो र यसले गर्दाखेरि यसलाई तपाईँले 1.2 को चाहिँ तपाईँले 4 सुत भन्छ 4 सुत पनि जोडिन्छ यताबाट भन्दाखेरि हाफ इन्ची भन्दा पनि भयो हाफ इन्ची बराबरमा हाफ इन्ची आयो यो बराबर सुतमा यो लम्बाइको बराबर सुतमा हाफ इन्ची आयो। त्यहाँदेखि आएर तपाईँको यहाँ तल आइरहेको छ फेरि 5.8मा आयो 5.8 को तपाईँको आयो 5 सुतमा आयो 5.8 को त्यहाँबाट आयो 3.4 को 3.4 को तपाईँको आयो 6 सुत होइन 6 सुत आयो। त्यहाँ 7.8 को आयो तपाईँको यो
7 सुत होइन। हो त्यस्तो प्रकारले 7 सुतमा अन्त 8 सुतमा यहाँ हेरिहाल्नुहोस् 1 इन्ची आयो। 8 सुतमा उयो हुँदैन, एक आयो, 1 इन्ची फुल 1 इन्ची आयो, 1 इन्ची आयो, टोटली फुल 1 इन्ची आयो। जस्तै हाफ इन्च हाफ सुत तपाईँलाई यहाँ हाफ सुतको म देखाउँदैछु। हाफ सुत भनिनाले यहाँनिर आयो सिधै 1/6 को 1/6 को चाहिँ हाफ सुत 1 इन्ची हाफ सुत आयो। हाफ सुत अब डेढ सुतको आयो यहाँ 1 इन्ची हाफ सुतको फेरि यहाँ आयो होइन। 1 इन्ची हाफ सुतको फेरि आयो 3/6 को 3/6 भएपछि तपाईँको आयो डेढ सुत होइन र 1.5 सुत आयो। अब तपाईँको यहाँ फेरि आइगयो सिधै 5/6 को 5/6 को सिधै तपाईँको अब 2.5 सुतमा आइगयो होइन। 2.5 सुतमा आयो हेरिहाल्नुहोस्। अब 3.5 सुत 3.5 सुतको अब 7/6 को होइन। हो यस्तै प्रकारले यो बढ्दै जान्छ, बढ्दै जान्छ। जस्तै 8.5 सुतको आयो तपाईँको 8.5 सुत 4.5 सुतको 4.5 सुतको अब 4 सुत अब हाफमा आएपछि तपाईँको 9/6 आयो 9/6 होइन। यस्तै प्रकारले तपाईँको यसरी जोड्दै जानुहोस्, यसरी लेख्दै जानुहोस्। यो जुनै पनि सिम्बल चाहिँ अब जस्तै 9.5 को तपाईँले अब 4.5 को लेख्नुहुन्छ भने चाहिँ अब यहाँ म एउटा लेखेर देखाउँछु 4 इन्ची हाफ सुतको चाहिँ यसो प्रकारले यति लेख्नुभयो भने यो चाहिँ प्रायःले बुझिहाल्छ। यसरी लेख्नुभयो भने चाहिँ अब जस्तै हो 9/16 यसले चाहिँ मान्छेले बुझिन्छ, यसले एकदमै बुझिन्छ। यो चाहिँ मान्छेले के बुझिन्छ, यसले चाहिँ 7.5 इन्च सुतको रहेछ 4.5 सुतको रहेछ भनेर चाहिँ बुझिन्छ यसले चाहिँ। यस्तो प्रकारले यो मिस्त्रीलाई बुझ्नु अनिवार्य छ होइन। बुझ्ने मिस्त्रीले बुझ्छ होला, नबुझ्ने मिस्त्रीले फेरि पनि यो बुझ्नुपर्छ। यो चाहिँ अब सुतको हिसाबको लेखाइ हो। यो लेखाइहरू हेरिराख्नुहोस् तपाईँहरूले यसरी लेखेको हुन्छ होइन। अब यहाँ चाहिँ मैले आज यो 1 सुत भित्रको मात्रै बताएको छु होइन। जस्तै तपाईँलाई पुरा यहाँ 0 देखि लिएर यहाँ 1 सम्म चाहिँ तपाईँको यो सुत हुन्छ। यो 1 सुत यहाँ सम्झिनुहोस् 1 सुत यहाँदेखिको 1 सुत 2 सुत 3 सुत 4 सुत होइन। 4 सुतमा हाफ इन्ची भयो तपाईँको 4 सुतमा हाफ इन्ची हो। त्यहाँदेखि फेरि आएर हेर्नुहोस् यहाँबाट 5 6 यो अब 7 यी 8मा 1 आयो हेर्नुहोस् 8मा 1 हो। यो 8मा 1 आयो। यो चाहिँ पुरा 1 भएपछि चाहिँ 1 सुत भयो त 1 इन्ची भयो यो सुतको हिसाबले चाहिँ। 8 सुतमा चाहिँ तपाईँको 1 इन्ची भयो है। 8 सुतमा चाहिँ 1 इन्ची हो। अब जस्तै हाफ इन्ची पुरा यस्तै प्रकारले अब यो यहाँदेखि 0 देखि हाफ आयो, यो हाफदेखि यहाँदेखि फुल भयो, यो फुल भयो, यो फुल भएपछि यहाँ फेरि हाफ आयो। हो त्यस्तो प्रकारले फेरि यतापट्टिको फुल हो त्यस्तो हुँदै आउँछ कोठाको 8 सुतमा चाहिँ तपाईँको फुल लेन्थ उयो हो यो के अरे 1 इन्ची हो। 1 इन्ची चाहिँ 8 सुतमा चाहिँ 1 इन्ची हुन्छ। अब तपाईँहरूलाई यसको अझै यो आज मैले पुरा इन्चीको मात्रै बताएको छु है। अब यता के अरे सेन्टिमिटरको बताउनु डल्लै छ, त्यो पछि सेन्टिमिटरको मेरो भिडियोमा आउँछ। तपाईँहरूले आज सब्सक्राइब गर्नुहोस् होइन। यसो बेल आइटमहरू बजाउनुहोस्, तपाईँको लागि यो भिडियोहरू आउँछ, मजाले बुझ्नुहोस् होइन। यो सुता चाहिँ मेन हो, तपाईँहरूले याद राखेर गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। यो सुताको लागि चाहिँ हेरिहाल्नुहोस् सबै मैले लेखिदिएको छु। सुतको लेखेर चाहिँ मैले तपाईँहरूलाई देखाएको जति मैले गरेको थिएँ है। यो चाहिँ तपाईँहरूले सिक्नुपर्छ। सिक्यो भने चाहिँ जे पनि बनाउनु सुविस्ता। हाफ इन्ची अब तपाईँलाई उता म उयसको पनि भिडियो लिएर आउनेछु र यसले गर्दा तपाईँले यो हेर्दै गर्नुहोस् होइन। राम्रोसँगले यो भिडियोहरू म तपाईँहरूलाई देखाउँदै जान्छु। सब्सक्राइब गर्नुहोस् मजाले होइन। हाफ इन्ची लेखाइ यस्तो चाहिँ हेरिहाल्नुहोस् 1+2 को चाहिँ तपाईँको हाफ इन्ची भयो। यो चाहिँ 4 तपाईँले हाफ इन्ची राखेको भन्छ नि 4 सुतमा चाहिँ हाफ इन्ची राख्नु भएको तपाईँले। 8 सुतमा 4 सुत उता 4 सुत यता भाग गर्नुहोस्, त्यसलाई बिचमा को भागलाई चाहिँ हाफ इन्ची भनेर चाहिँ हामीले भनिन्छ। यो हाफ इन्ची हो, यो हाफ इन्ची 2 फरको हाफ इन्ची हो। जस्तो आधा केजीमा पनि यस्तै प्रकारले लेखिन्छ र यो हाफ इन्चीमा पनि यस्तै प्रकारले लेखिन्छ। यो चाहिँ क्या तपाईँको यस्तो हुन्छ क्या। बुझ्नुहुँदैछ कि बुझ्नु भएको छैन? तपाईँले 7.5 इन्ची बताउँछु भन्यो भने 7.5 इन्चीको चाहिँ यो हो फेरि
7.5 इन्ची कुनै 7.5 इन्ची होइन 7.5 सुतको 7.5 सुतको होइन 1 इन्ची तपाईँको आएन 7.5 सुतको 7.5 सुतको चाहिँ तपाईँको लेखेर पठाउनु यो चाहिँ जसले पनि बुझिहाल्छ मिस्त्रीले पनि बुझ्छ जुन चाहिँ सिसा काट्ने त्यहाँको दोकानको उसले पनि बुझ्छ यो यति पनि लेखेर पठाउनु भने तपाईँको 7.5 अब जस्तै 1 इन्ची आएन तपाईँ 7 सुत हाफ सुत आयो भने चाहिँ यसरी लेखेर पठाउनु यो 7.5 सुतको रहेछ भने 7.5 सुतको रहेछ भनेर चाहिँ बुझ्छ लेखाइले चाहिँ यस्तो हुन्छ यो चाहिँ लेखाहरू यस्तो हुन्छ है तपाईँ हेर्दै गर्नुहोस् यसरी अझै बताउँदै जान्छु म तपाईँहरूलाई